नमस्ते सबैजनालाई। म नाइटिङ्गेल नर्सिङ केयर नेपालबाट नाइटिङ्गेल नर्स। आज म तपाईहरूलाई बेडसोर भनेको के हो अर्थात् पाटो घाउ भनेको के हो, यसको कस्तो लक्षण हुन्छ र कसरी रोकथाम गर्न सकिन्छ भन्ने छोटो जानकारी प्रदान गर्न गइरहेको छु। सो हामीसँगै रहनुहोला। र मैले तपाईहरूलाई फर्स्टमै भने तपाईहरूको स्वास्थ्य नै हाम्रो फर्स्ट प्रायोरिटी हो। सो योर हेल्थ इज आवर प्रायोरिटी एन्ड हामी सधैँ तपाईहरूलाई चाहिँ एकदमै हाई क्वालिटी सर्भिस, कम्प्यासनेट केयर दिन चाहिँ एकदमै तत्पर छौँ। र हाम्रो नाइटिङ्गेल नर्सिङ केयर नेपाल चाहिँ गोकर्णेश्वरमा रहेको छ। र यदि तपाईँहरूलाई केही कुरा जानकारी लिनु छ भने चाहिँ प्लिज कन्ट्याक्ट गर्नुहोला। हाम्रो फोन नम्बर तल दिएको छ। सो तपाईँले देख्न सक्नुहुन्छ यहाँ बेडसोरको घाउ छ, जसमा चाहिँ एउटा चाहिँ निको भइसकेर दाग बसेको छ भने चाहिँ अर्को चाहिँ के छ भन्दाखेरि एकदमै घाउ भएर रगत आइरहेको देखिरहेका छौँ। र हजुरहरूलाई पनि थाहा नै होला कि बेडसोर भनेको के हो, पाटो घाउ भनेको के हो। जस्ट मैले चाहिँ सिम्पल वेमा बुझाउनको लागि हजुरहरूलाई सानो भिडियो अथवा यो क्लिप लिएर आएको छु। पाटो घाउ भनेको के हो भन्दाखेरि चाहिँ यसलाई चाहिँ ओछ्यानबाट हुने घाउ अथवा आलस्य घाउ पनि भनेर भनिन्छ। र यो चाहिँ शरीरको कुनै एउटा विशेष भागमा जुन चाहिँ लामो समयसम्म चाहिँ हामी सुतिराख्दाखेरि अथवा हुन्छ नि त्यसमा प्रेसर परिराख्दाखेरि चाहिँ त्यहाँको एरियामा, त्यहाँको छालामा चाहिँ रगतको जुन रगत बग्नुपर्ने ठाउँ हो त्यसलाई चाहिँ चेपेर रगतको प्रवाह घट्दाखेरि चाहिँ उत्पन्न हुने घाउलाई चाहिँ आलस्य घाउ अथवा चाहिँ बेडसोर भनेर भनिन्छ र पाटो घाउ पनि भनिन्छ। यसलाई चाहिँ प्राय ती व्यक्तिहरूमा देखा पर्छ जसमा चाहिँ लामो समयसम्म पल्टिन सक्दैन अथवा हामीले भन्छौँ नि बेड रिडन पेसेन्ट होइन, अथवा चाहिँ प्यारालाइसिस पेसेन्टहरू जो चाहिँ अरूको मद्दतले चाहिँ उनीहरूको पोजिसन, उनीहरूको सुतेको पोजिसन्सहरू चाहिँ एकअर्कामा चाहिँ के गर्नुपर्छ, अरूको मद्दतले गर्दा चाहिँ चलाउनु सक्ने खालको हुनुपर्छ। त्यस्तो भएका व्यक्तिहरूमा चाहिँ यो बेडसोर चाहिँ देख्ने एकदमै धेरै सम्भावना हुन्छ है। अनि अर्को भनेको चाहिँ पाटो घाउ कसरी हुन्छ त। यहाँ जुन तपाईँले स्क्रिनमा रहनुभएका छन्, यो रातो रातो पोइन्ट आउट गरेको चाहिँ कुन एरियामा चाहिँ प्रेसर सोर अथवा चाहिँ यो घाउ हुन सक्छ भनेर देखाएर, जस्तै उतार्नु पर्दाखेरि टाउको पछाडि, अनि त्यसपछि तपाईँको यो कुइनामा, त्यसपछि यो के अरे सोल्जर्समा, अनि तपाईँको बटक्स एरियामा होइन, पछाडिको हिप एरियामा, अनि त्यसपछि अर्को भनेको खुट्टाको मुनि। र यदि तपाईँ साइड गरेर सुतिरहनु भएको छ भने चाहिँ तपाईँ देख्न सक्नुहुन्छ कानमा, तपाईँको यो कुममा, कुहिनामा, अनि हिपमा, अनि तिघ्रामा होइन, अनि खुट्टामा, र अर्को चाहिँ यो के त हिल साइड भनेको चाहिँ यो तल खुट्टाको पैताला साइडमा, अनि अर्को घोप्टो परेर चाहिँ सुत्दाखेरि चाहिँ यो ठाउँमा चाहिँ देखिरहेको छ है। र पाटो घाउ कसरी हुन्छ भन्दाखेरि चाहिँ अघि पनि भनिसकेको थिएँ होइन। पाटो घाउ चाहिँ जब तपाईँ चाहिँ शरीरको कुनै विशेष भागमा चाहिँ लामो समयसम्म चाहिँ सुतिराख्नुहुन्छ त्यतिखेर चाहिँ के हुन्छ भन्दाखेरि रगत बग्ने ठाउँलाई चाहिँ रोक्ने अथवा कम गर्ने गर्छ, जसले गर्दाखेरि चाहिँ के हुन्छ, रगतमा भएको अक्सिजन, रगतमा भएको खानेकुरा चाहिँ त्यो ठाउँमा पुग्दैन, त्यो मासुमा पुग्दैन, त्यो तन्तुमा पुग्दैन, जसको कारणले गर्दाखेरि चाहिँ त्यहाँको कोशिकाहरू चाहिँ के गर्छ त बिस्तारै मर्दै जान्छ। र त्यसरी मर्दै जाने क्रममा चाहिँ त्यो चाहिँ के हुन्छ, बिस्तारै त्यो एरिया चाहिँ के हुन्छ त कालो कालो हुँदै जान्छ अनि घाउ हुन सुरुवात गर्छ। र मैले तपाईँलाई भनिहालेँ यिनीहरूमा कुन स्थानमा चाहिँ हुन्छ भनेर, जहाँ चाहिँ हड्डीको सतह हुन्छ त्यो ठाउँमा चाहिँ धेरै नै के हुन्छ त प्रेसर पर्ने भएको कारणले गर्दाखेरि चाहिँ घाउ हुन्छ। अब अर्को हेरौँ हामी पाटोको घाउको लक्षणहरू। जस्तै कि सुरुमा चाहिँ के हुन्छ, रातो हुन्छ होइन, तातो हुन्छ, तपाईँले फर्स्ट पिक्चरमा देखिहाल्नुभयो। सेकेन्डमा चाहिँ बिस्तारै के हुन्छ त पानीको फोकाहरू जस्तो हुन्छ, अनि त्यो पानीको त्यो छाला पिल्छिएपछि चाहिँ घाउ हुन सुरु हुन्छ। त्यसपछि बिस्तारै गहिरो होइन, राम्ररी केयर गर्यो भने चाहिँ त्यो हराउँदै पनि जान्छ होइन, जस्तै यो थर्ड पिक्चरमा देखियो। तर यदि हामीले राम्ररी हेरचाह भएन, घाउहरू पाक्यो, अब दिसा
पिसाब लाग्यो अथवा हातहरूले छुयो, पसिना आयो, त्यस्तो खण्डमा चाहिँ के हुन्छ त पाक्दै 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 इन्फेक्सन हुन्छ र त्यही चाहिँ घाउ चाहिँ भित्र गहिरो 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 हुँदै जान्छ र उपचार गर्न एकदम गाह्रो हुन्छ। र अब यो त हेऱ्यो लक्षणहरू। अब हामी कसरी रोकथाम गर्ने भन्ने कुरालाई चाहिँ एकदमै विशेष ध्यान पुर्याउनुपर्छ। हामी घरमा हाम्रो आमा बुवा हुनुहुन्छ होइन, अथवा चाहिँ जस हेरचाह गर्नुपर्ने होइन बिरामी हुनुहुन्छ, तर उहाँलाई चाहिँ हामीले रोकथाम गर्न कसरी गर्ने भन्ने कुरा थाहा भएन भने त त्यो त हामीलाई अलिकति गाह्रो हुन्छ। झन् त्यो बेडसोर त एकदमै गहिरो गहिरो हुँदै जान्छ। त्यही कारणले गर्दा मैले चाहिँ सिम्पल चाहिँ के भने भन्दाखेरि चाहिँ यदि व्यक्तिहरू कोही प्यारालाइसिस हुनुहुन्छ अथवा चाहिँ बेड रिडन बिरामीहरू हुनुहुन्छ भने चाहिँ तपाईँले चाहिँ उहाँहरूलाई समय समयमा चाहिँ के गर्ने त उसको पोजिसन चाहिँ चेन्ज गर्ने, अथवा चाहिँ एकपट्टि कोल्टे फर्किरहनु भएको छ भने 1 घन्टापछि अथवा कम्तीमा पनि 2 घन्टा भनेर भन्छौँ होइन। तर यदि एकदमै धेरै उहाँको हात खुट्टाहरू सुनिरहेको छ भने चाहिँ बिस्तारै आधा घन्टा 1 घन्टाको फरकमा पनि गर्न सकिन्छ है। बढी चाहिँ 2 घन्टाको फरकमा चाहिँ गर्नुपर्छ, 2 घन्टामा चाहिँ गराउनै पर्छ, पोजिसन चेन्ज गराउनै पर्छ है। एकचोटि चाहिँ अब दाहिनेतिर कोल्टे फर्केर सुतिरहनु भएको छ भने 2 घन्टापछि चाहिँ सिधा गरेर सुताउनुहोस् होइन। त्यसपछि चाहिँ फेरि 2 घन्टापछि चाहिँ देब्रेपट्टि कोल्टे फर्काएर सुताउनुहोस्। यसरी चाहिँ पोजिसन चेन्ज गर्न मिल्छ। कहिले घोप्टो पारिदिनुहोस्, त्यसरी चाहिँ बिस्तारै पोजिसन चेन्ज गर्नु मिल्छ है। तर तपाईँले व्यक्तिलाई अब बिरामीलाई त पल्टाउनुहुन्छ, तर पल्टाउने भन्दैमा चाहिँ छेउछाउमा घाउ हुन सक्ने वस्तुहरू हुनसक्छ अथवा बेडबाट पल्टिन सक्छ। सो अरूको मद्दत लिएर अथवा चाहिँ सिरानीहरू राखेर चाहिँ पहिला नै बिरामी नझर्ने हिसाबले चाहिँ पल्टाउने चाहिँ गर्नुपर्छ है। अनि त्यसपछि अर्को भनेको चाहिँ जस्तै कि घाउहरू भयो भने चाहिँ के गर्न इन्फेक्सन हुने चान्स हुन्छ नि। त्यही कारणले गर्दाखेरि चाहिँ तपाईँले बिरामीको छेउमा जाँदाखेरि मास्क लगाउनुपर्छ। यदि घाउहरूमा छुने बेडसोर छ, भर्खरै डेभलप हुन आँटेको छ भने चाहिँ हात धोएर मात्रै तेलहरू लाउने होइन, क्रिमहरू लाउने। यदि धेरै इन्फेक्सन छ भने चाहिँ स्टेराइल तरिकाले मात्रै ग्लोभ्सहरू लगाएर चाहिँ होइन ड्रेसिङ गर्न मिल्छ। यसको लागि चाहिँ ठुलै घाउ छ भने चाहिँ तपाईँले नजिकैको स्वास्थ्यकर्मी अथवा चाहिँ हस्पिटलमा गएर पनि यो चाहिँ उपचार गराउन सक्नुहुन्छ। र आफ्नो हातलाई चाहिँ सधैँ सुरक्षित सेनिटाइज गर्ने अथवा ह्यान्ड वास गर्ने गर्नुपर्छ है। अनि त्यसपछि अर्को भनेको चाहिँ बिरामीको बेडसोर हुन नदिन अथवा बेडसोर भइसकेको छ भने चाहिँ कसरी चाहिँ राम्रो इम्प्रुभ गर्नलाई चाहिँ के गर्नु पर्यो त खानेकुरा पनि राम्रो राम्रो दिनु पर्यो। प्रोटिनयुक्त क्याल्सियमयुक्त खानेकुराहरू चाहिँ धेरै दिनु पर्यो है। जसले गर्दा चाहिँ के हुन्छ भन्दाखेरि भिटामिन प्रोटिनहरू क्याल्सियमहरू विभिन्न थरीको खानेकुराको तत्त्वहरू मिलेर चाहिँ तपाईँको शरीरलाई बलियो बनाउँछ। अनि त्यसपछि फाइट गर्न हेल्प गर्छ, छालालाई राम्रो बनाउँछ। त्यसले गर्दा पनि के हुन्छ त यो पाटो घाउ हुनलाई चाहिँ एकदमै कम गराउँछ। र अर्को भनेको चाहिँ यदि बिरामीहरू हुनुहुन्छ भने चाहिँ जसमा चाहिँ जुन ठाउँमा चाहिँ एकदम धेरै प्रेसर पर्छ अथवा चाहिँ जुन छालाहरू चाहिँ एकदम सुन्निएको छ भने चाहिँ त्यसमा चाहिँ बिस्तारै ड्राई हुन नदिनु अथवा सुक्खा हुन नदिनु, किनभने सुक्खा भयो भने झन् घाउ हुने सम्भावना हुन्छ। त्यही कारणले गर्दा चाहिँ क्रिम तेलहरू चाहिँ लगाइराख्ने गर्नुपर्छ है। अन्त्यमा चाहिँ म यही सिम्पल एउटा तपाईँहरूलाई पनि जानकारी भइसक्यो हो, त्यही पनि मैले चाहिँ एउटा अझै प्रष्ट रूपमा प्रस्ट्याइदिएँ होइन। अन्त्यमा के भन्न चाहन्छु भने पाटो घाउको बारेमा चाहिँ तपाईँहरूले स्पष्टसँग अझै बुझ्नुभयो होला भन्ने आशा गर्दै चाहिँ कुनै प्रश्न छ भने कृपया हामीलाई चाहिँ सम्पर्क गर्नुहोला। मैले अगाडि नै भनिसकेँ, वी आर फ्रम द नाइटिङ्गेल नर्सिङ केयर नेपाल र हाम्रो सेवा भनेको तपाईँको घरमा स्वास्थ्य सेवा हो। हामी तपाईँको स्वास्थ्य र कल्याणमा समर्पित छौँ। हाम्रो नर्सिङ सेवाले तपाईँको घरमै पाटोको घाउ लगायत विभिन्न स्वास्थ्य समस्याहरूको उपचार र देखभाल गर्छ। सो तपाईँको सन्तुष्टि र स्वास्थ्यको हाम्रो प्राथमिकता हो। सो हामी तपाईँको स्वास्थ्य र कल्याणमा समर्पित छौँ र हाम्रो नर्सिङ सेवाले तपाईँको घरमै पाटो घाउ लगायत विभिन्न स्वास्थ्य समस्याहरूको उपचार र देखभाल गर्ने काम गर्छ। यदि तपाईँलाई यसको बारेमा केही जानकारी लिनु पर्यो भने चाहिँ मैले भनिहालेँ, यहाँ मैले स्क्रिनमा पनि सेयर गरेको छु, फोन नम्बरमा सम्पर्क गर्नुहोला। तपाईँको सन्तुष्टि र स्वास्थ्य हाम्रो प्राथमिकता। सो हाम्रो लिङ्कहरू पनि छ, तपाईँलाई केही बुझ्न मन छ, केही जान्न मन छ भने चाहिँ यसमा क्लिक गरिदिनु होला। धन्यवाद, धेरै धेरै धन्यवाद तपाईँ।